धुलिखेल अस्पताल चाहिँ निजीमा पर्दैन, यो सामुदायिक अन्तर्गत पर्छ, तपाईँहरूलाई नोटिस छ कि छैन भनेर हो? हामीलाई नोटिस छ। उहाँहरूको त्यो जुन प्राइस जुन छ त्यो चाहिँ अपडेट गर्नलाई टाइम लाग्छ भन्नु उहाँहरूले त्यति टाइम दिनुभएको हो। हजुर, उहाँहरूको कमिटमेन्ट चाहिँ असार 1 गतेदेखि इम्प्लिमेन्ट गर्ने भन्ने छ। हामी जारी भएको भए त हामीलाई नै पठाउनु पर्ने हो होइन, उहाँहरूको रेस्पोन्सिबिलिटीमा त पर्छ। तर मलाई जानकारीमा आएसम्म अरू पछाडिको नोटिसको के पनि जानकारी छैन। हजुर, उहाँहरूले यो अस्तिको दिन सूचना जारी गरेर धुलिखेल अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गतका बहिरङ्ग, अन्तरङ्ग तथा औषधि सेवाहरू प्रदान गर्न अझ केही समय आवश्यक हुने भएकाले अर्को सूचना प्रकाशित नभएसम्म स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गतका आकस्मिक सेवा मात्र यथावत रूपमा सञ्चालन भइरहने बेहोरा जानकारी गराउँदछौँ भनेर बिहान 8:15 अपडेट गरेको छ एउटा नोटिस। त्यो हामीसँग नोटिसमा आएन, तपाईँले भन्नु त भयो होइन, त्यो नोटिस नै हामी मगाउँछौँ। हामीलाई त्यसको बारेमा ठ्याक्कै थाहा भएन। उहाँहरूसँग कुरा हुँदाखेरि हामीले सकेसम्म छिटो गरिदिनु न भन्दाखेरि हाम्रो एकदमै टेक्निकल्ली नसक्ने भएर भन्नुभएको हो। उहाँहरूको टिमलाई यति पनि नगरिदिनु, असारसम्म पनि नलम्ब्याइदिनु भन्ने कुरा गरेको थियौँ। हजुर, यति मात्रै अपडेट पाएँ सर मैले। तपाईँहरूको नोटिसले त निजी अस्पतालमा निजीलाई मात्र बन्द गर्यो, निजीलाई मात्र बन्द गर्यो। उहाँहरूले खोल्नै पर्ने। के कारण हुनसक्छ त्यस्तो रोकिएको चाहिँ? पैसा नपाएको भन्नुहुन्छ उहाँहरूले होइन, पैसा अलि नभएर हाम्रोबाट जान सकेको छैन नि त भुक्तानी, के भन्नुहुन्छ उहाँले भन्दाखेरि चाहिँ। स्वास्थ्य बिमा बोर्डले पैसा दिन नसकेर? हजुर, हामीसँग त अब धेरैको दायित्व बाँकी छ। हजुर, अनि त्यही भएर